Lai, tinggi serah. Hostelमा बस्यो भने तपाईँको यस्तो सबै किचन ओभन तताएर खाने सबै कुराहरू छ हामीसँग यहाँ। त्यसपछि यहाँ चुलो सुलो सबै यो फेरीमा युज गर्न पाइयो र हामी अब हामी आफै पकाएर खान्छौँ। अनि भाँडाकुँडा ल्याउनु परेन, मात्रै आफूलाई पकाउने चिज के हो त्यही पनि यहाँ मर मसलादेखि तेल अनि नुनहरू सबै चलाउने भाँडाकुँडा पकाउने यहाँ यो लकरहरूमा सबै कुरा छ। भाँडाकुँडाहरू यहाँ ओभनमा घुमिरह हाम्रो परिकार तयार हुँदैछ। मुनाले ल्याइदिएको अनि यहाँ पास्ता छ अनि एकदम लोकल कुखुरा छ भित्र तातिरहेछ। अब यहाँ 1 महिना बसे पनि सबै व्यवस्था रहेछ।